अहिले नेपालका विभिन्न सरकारी कार्यालयका वेबसाइट र डिजिटल बोर्ड ह्याक गरेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई नराम्रो गाली तथा केपी चोर देश छोड भनिरहेका छन्। यसबाट बुझिन्छ कि जनताहरू केपी शर्मा ओलीप्रति कति आक्रोश छन्, कति असन्तुष्ट छन् भन्ने कुरा। नेपालका सरकारी वेबसाइटहरू किन यति धेरै ह्याक हुन्छन्? नेपालको साइबर सेक्युरिटी किन यति धेरै कमजोर छ? आज यसैबारे कुरा गर्नेछौँ। भिडियो अन्तिमसम्म हेरिदिनु होला। अप्रिल 9, 2025 मा सुनसरीको गभर्मेन्ट वेबसाइट ह्याक भएको छ। ह्याक भएको वेबसाइटमा केपी ओली डान्स गरेको भिडियो देखाउँछ। एकपल्ट यो भिडियो हेर्नुहोस्। पछिल्ला दिनहरूमा नेपाल सरकारका विभिन्न वेबसाइटहरू बारम्बार ह्याक हुँदै आएका छन्। यसको मुख्य कारण हो कमजोर साइबर सुरक्षा संरचना। नेपालमा अहिले पनि धेरै सरकारी कार्यालयहरू पुराना प्रविधिमा निर्भर छन्। धेरै वेबसाइटहरू पुरानो कोडमा आधारित छन्, जुन ह्याक गर्न सजिलो हुन्छ। दोस्रो कारण हो स्किलफुल साइबर सेक्युरिटीको अभाव। सरकारी निकायहरूमा पर्याप्त साइबर सुरक्षाविद छैनन्। यहाँसम्म कि धेरै वेबसाइटहरूको नियमित सुरक्षा परीक्षण पनि हुँदैन। तेस्रो कारण हो सरकारी कर्मचारीहरूलाई साइबर सुरक्षा सम्बन्धी तालिम नदिएकोले उनीहरू अनलाइन ठगी, फिसिङ जस्ता हमलाको सजिलै शिकार बन्न सक्छन्। साइबर सुरक्षाको कमजोरी भनेको आजको युगमा देशकै सुरक्षाको कमजोरी हो। यदि अब पनि सजग नभइने हो भने भोलि अझै ठुलो हानि हुन सक्छ। साइबर सुरक्षाको क्षेत्रमा लगानी नगर्दा नेपाल डिजिटल दुनियाँमा पछाडि परिरहेको छ। आजको भिडियो हजुरलाई कस्तो लाग्यो मलाई प्रतिक्रिया दिनुहोला र लाइक, कमेन्ट अनि सब्स्क्राइब गरिदिनुहोला। धन्यवाद।